परमेश्वरका पुत्र येशू ख्रिस्टको सुसमाचारको आरम्भ। यशाया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाऊ। बप्तिस्मा दिने यूहन्ना पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरुशलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्किआए र तिनीहरूले आफ्ना आफ्ना पाप स्वीकार गर्दै तिनीहरूबाट यर्दन नदीमा बप्तिस्मा लिए। आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सलह र वन मह खान्थे। तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निउरी र उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। मेन वचन पढाइमा परमेश्वरको अनुग्रह र आशिष मिलेको होस्। मैले यहाँ सुरु गरेको चाहिँ यूहन्नाको र ख्रिस्टको प्रचारको प्रारम्भ अथवा आरम्भ। सम्भवतः मैले यूहन्नाको विषयमा र येशूसँग जोडेर वचन बोलेको छैन। आउँछ वचन त, तर यी दुईजनाको बिचमा के सम्बन्ध, कि कसरी यिनीहरू आए र यिनीहरूले कसरी सेवा गरे र हामीहरूलाई के सन्देश दिए भन्ने विषयलाई केन्द्रित गरेर मैले खासै बोलेको छैन। र आज मलाई प्रभुले यसरी नै अगुवाई दिनुभएको। मैले यो मर्कुसको पुस्तकको कुरा भइहाल्यो, लुकाको पुस्तक 1 अध्याय अनि मत्तीको पुस्तक 3 अध्यायको 1 देखि 12 पदहरू, त्यस्तै यूहन्नाको पुस्तकका 1 अध्यायका 3 अध्यायका कुराहरूलाई ल्याएर तपाईहरुसम्म मैले बाँड्ने छु। यूहन्नाको जन्मको उद्देश्य, यससँगै ख्रिस्टको जन्मको उद्देश्य र उहाँको मरणका कुराहरू त्यहाँ समावेश हुन्छन्, अथवा ख्रिस्टको कार्य र परमेश्वरको महान योजना। परमेश्वरले के योजना राखेर यिनीहरूलाई संसारमा ल्याउनु भएको। भाग्यवश भन्छौँ हामी धेरै। अब हामीले भाग्यमा भन्दा पनि परमेश्वरको योजनामा विश्वास गर्छौँ। परमेश्वरले दुईजनालाई यस प्रकारले ल्याउनु भयो संसारमा। संयोगवश यिनीहरूको जन्म पनि खाली 6 महिनाको मात्र फरक हो। ख्रिस्टको जन्म र यूहन्नाको जन्म, बप्तिस्मा दिने यूहन्नाको जन्म। यूहन्ना 6 महिनाको हुँदा मरियमलाई चाहिँ स्वर्गदूत आएर तिम्री नातेदार एलिसिबा पनि गर्भवती छन् भन्ने कुरा स्वर्गदूतले, र उही स्वर्गदूत गब्रिएल स्वर्गदूत, एउटै स्वर्गदूतले यी दुईजनाको जन्मको भविष्यवाणी गरेका हुन्। र परमेश्वरले गब्रिएललाई स्वर्गदूतलाई पठाएर यी दुईजनालाई, अब यी दुईजनाको जन्म नै असम्भव संसारिक दृष्टिले, तर संसारको दृष्टिले हेर्दाखेरि यिनीहरूको जन्म यस्तो हुँदैन, असम्भव कुरा यस्तो भन्ने किसिमले का पात्रहरू हुन्।
तर यी दुईजना अति धर्मी परमेश्वरका ग्रहणयोग्य पात्रहरू हामीले देख्छौँ, भेटाउँछौँ। जकरिया र एलिसिबा उनी पुजारी हुन्। जकरिया र वृद्ध भइसकेका र हाम्रो साधारण समझ शक्तिले हाम्रो भाषाले भन्ने हो भनेदेखि यिनीहरूको अब छोराछोरी हुँदैन, बाँझी भनेर एलिसेबा कहलिएकी थिइन्। तर परमेश्वरको योजना अर्कै रहेछ। बाँझी होइन, यूहन्ना जस्तो व्यक्तिलाई परमेश्वरले उनीहरूको जीवनद्वारा ल्याउनु भयो, तर मानिसलाई प्रयोग गरेर, एउटा वृद्धलाई प्रयोग गरेर यूहन्ना बुढेसकालको प्रिय छोरा, यिनको जन्म भयो। जन्मिन्छ भन्दा पनि बुवाले पत्याउनु भएन। भित्र पूजा गर्ने आफ्नो पालोमा जाँदा बाहिर निस्किँदा बोल्न नसक्ने भए र यो त असम्भव छ भन्दा तिमीले पत्याएनौ भनेर स्वर्गदूतले जुन दिनसम्म बालक जन्मिँदैन तिमी बोल्ने छैनौ भनेर उनी गुङ्गो भएर बाहिर निस्के। र पुत्र जन्मेपछि यिनको नाम 8 दिनमा के राख्ने भनेर सोध्ने बेलामा एलिसिबाले यूहन्ना राख्ने भनिन् र श्रीमानसँग पनि सहमत लिँदा यसको नाम यूहन्ना राख्ने भनेर पहिलोपटक बोले। त्यसपछि उनको बोली खुल्यो। यसरी असम्भव भएको कुरालाई परमेश्वरले सम्भव बनाउनु भयो। र यता मरियम पनि फेरि उहाँलाई त एउटा वृद्धलाई प्रयोग गर्नुभएको थियो भने मरियम एउटा कन्याको गर्भबाट एकजना जन्मनुहुन्छ भन्दा झन असम्भव। कसरी सम्भव मान्ने मान्छेले? र यी मरियमलाई प्रयोग गरेर फेरि परमेश्वरले ख्रिस्टको जन्मको कुरा यिनीहरूको जीवनमा दिनुभयो, भविष्यवाणी गर्नुभयो। संसारमा यिनीहरूले यस्तो काम गर्नेछन् भन्नुभयो यूहन्नालाई पनि र ख्रिस्टलाई पनि। उनीहरूद्वारा ठुला काम हुन्छन्, परमेश्वरको काम हुन्छन्। यूहन्नाले परमेश्वरको कामको बारेमा, आगमनको बारेमा यिनले भविष्यवाणी गर्नेछन् र बाटो तयार गर्नेछन् भने नित्य लागेको होइन, छैन है। अनि ख्रिस्टले चाहिँ उद्धार र मुक्ति ल्याउने छन् भनेर चाहिँ मुक्तिको लागि परमेश्वरले पठाउनु भएको। यी दुईजनाले, एकजनाले बाटो तयार गर्छ, अर्कोले काम फस्ने गर्छ, पुरा गर्छ। आमेन। ल अगाडि बढौँ। हामीले आज यिनै दुईजना अद्भुत तरिकाले जन्मेका र यिनीहरूका कामका बारेमा, योजनाका बारेमा आज मैले तपाईँहरूसँग भन्न गइरहेको छु। यिनी दुईटा हुन्, बप्तिस्मा दिने यूहन्ना र मुक्तिदाता येशू ख्रिस्ट। मैले भने यिनको जन्म रहस्यमय घटना, सामान्य घटना थिएन। धन्नै मानवीय अथवा संसारिक दृष्टिले सोच्दाखेरि असम्भव जन्महरू देखिन्थे, लाग्थ्यो। र यूहन्ना वृद्ध भइसकेका थिए, एलिसिबाबाट असम्भव थियो भनेदेखि कन्या मरियमबाट येशू ख्रिस्ट झनै असम्भव, मैले अघि भनेका कुरा। अनि तर मानिसका लागि असम्भव देखिएको कुरा परमेश्वरको लागि असम्भव चाहिँ थिएन, सम्भव थियो। परमेश्वरले आफ्नो योजना पुरा गर्न असम्भव परिस्थितिलाई पनि समय सान्दर्भिक बनाएर, समय सापेक्ष अथवा समयको माग अनुसार यसलाई सम्भव बनाउनु हुन्छ। आमेन। जुन कुरा तपाईँ र मैले असम्भव देखेको हुन्छौँ र समयको इच्छा अनुसार, समयको अथवा सबै कुराको समय छ भन्छ नि बाइबलले, आफ्नो समयमा चाहिँ परमेश्वरले आफ्नो योजना पुरा गर्नुहुन्छ भन्ने कुरा यी दुईजनाको जन्मबाट र यिनीहरूको कामबाट पनि हामीले थाहा गर्नेछौँ। यी अघि भने जस्तै दुवैजनाको सुसमाचारको घोषणा गर्ने स्वर्गदूत हुन्। अनि ख्रिस्टको जकरियाबाट र एलिसेबाबाट गर्भवती भइसकेको कुरा बितेको 6 महिना पछाडि मरियम कहाँ स्वर्गदूत पुगेर
ख्रिस्ट जन्मको लागि सूचना दिएका हुन्, भनेका हुन्। र यूहन्ना बाटो तयार गर्नको लागि खेतमा मलजल गरिन्छ नि, पहिला खेती लाउनुभन्दा होइन, गोडगाड सबै राम्रो समथर बनाएर राम्रो बनाइन्छ नि होइन। त्यस्तै बाटो तयार पार्न जन्मिएका हुन् भने येशू त्यो बाटोमा आउने प्रभु हुनुहुन्थ्यो। जुन कुरा उनले भने त्यो पनि 700 वर्ष अगाडि नै यसैया अगमवक्ताबाट बोलिएको कुरा हो। यो अगमबाणी गरिएको, यसरी आउनेछन् र यस्तो काम गर्नेछन् भनेर। यूहन्नाले मानिसलाई पश्चातापतर्फ फर्काए र येशूले उद्धारको बाटो खोल्नुभयो, मुक्तिको बाटो खोल्नुभयो। पश्चातापी नै हुँदैन थिए मान्छे, अनि अटेरी थिए, परमेश्वरसँग बागी थिए मानिसहरू। तर पश्चाताप गर, पश्चाताप सुहाउँदो फल फलाओ भनेर उनले मानिसहरूलाई भने। मानिसहरू कायल भए र येशूमा यसरी फर्केर आएर बप्तिस्मा पनि दिन्थे, पश्चातापको बप्तिस्मा भने। यूहन्नाले मसीहको घोषणा गरे, येशू आफै मसीह भएर, मुक्तिदाता भएर जन्म लिनुभयो। आमेन। सुरुमै त्यसैले यो एउटा कथा मात्र होइन, यो परमेश्वरको योजना सुरु गर्नको लागि, आफ्नो योजना सुरु गर्नको लागि यी दुईजना पात्रलाई चलाउनु भएको थियो। र त्यस योजनामा मानिसलाई कहिले कसरी चलाउनुहुन्छ भन्ने कुराको तय गर्ने, निश्चय गर्ने काम चाहिँ परमेश्वरको हो, मान्छेको इच्छा अनुसार होइन। अन्ततः येशू ख्रिस्टद्वारा आफ्नो उद्धारको काम कसरी पुरा गर्नुहुन्छ भन्ने कुरा पनि यो गवाही हो, यी दुईजनाको जन्म र यिनीहरूको कामबाट। हामीले त्यसैले यी दुईजनाको जन्म एउटा संयोग मात्र थिएन, प्रपोजफुल भन्छन्, उद्देश्य सहितको जन्म थियो यिनीहरूको। र यसले हामीलाई के देखाउँछ भने तपाईँ र हाम्रो जन्म पनि एउटा संयोग मात्र होइन, परमेश्वरमा हामीमा ठुलो उद्देश्य लुकेको छ। तपाईँ र हामी जस्ता मानिसहरूलाई चलाएर पनि परमेश्वरले ठुलो र अचम्म र उदेकका कामहरू गर्नुहुन्छ, धेरै मान्छेहरूलाई परमेश्वरतर्फ डोर्याउन सक्नुहुन्छ। आमेन। हामीले त्यस्तो संयोगमा जन्मेको, म किन जन्मेको भनेर आफैलाई त्यस दृष्टिले हेर्नु हुँदैन। लुकाको पुस्तकमा 1 अध्यायमा हामी जकरिया र एलिसेबाको कुराहरू भेट्छौँ। उनीहरू परमेश्वरको अगाडि धर्मी जीवन जिउने मानिसहरू थिए। उनीहरूका सन्तान थिएनन्, उनीहरू सबै वृद्ध भइसकेका थिए। अघि भने सांसारिक दृष्टिले अपत्यारिलो कुराहरू थियो, तर परमेश्वरले आफ्नो समयमा काम पुरा गर्नुभयो। लुकाको पुस्तकमै 1 अध्यायमा हेर्दा जकरिया सेवा गरिरहेका बेला स्वर्गदूत गब्रिएल उहाँ कहाँ आएर भने कि एलिसेबाले एउटा छोरा जन्माउने छिन् र उनको नाम यूहन्ना राख्नुपर्ने छ। यो समाचार केवल एउटा परिवारमा सन्तान जन्मने समाचार थिएन। यो समाचार एउटा परिवारमा सन्तान आएर उसले यस्तो किसिमको सन्तान जन्मन्छ भने एउटा पारिवारिक खुसी मात्र थिएन। यो सारा संसारलाई खुसी तुल्याउने एउटा मुख्य पात्रको जन्म हुँदै थियो। परमेश्वरले त्यसै घोषणामा यूहन्नाको उद्देश्य पनि बताउनु भयो कि यिनी यस्ता मान्छेहरू हुनेछन्, पवित्र आत्माले भरिएका र परमेश्वरको निम्ति अलग गरिएका यी व्यक्ति यस्ता हुनेछन् भनेर घोषणा गरेका थिए। लुकाको 1को 16-17 पदमा हेर्यो भनेदेखि यूहन्नाले धेरै मानिसहरूलाई
परमेश्वरतर्फ फर्काउने छन् र प्रभुको अगाडि उहाँका लागि मानिसहरूलाई तयार पार्नेछन् भनेर लेखिएको छ। लुकाको 1 अध्यायको 17 पदमा परमेश्वरतर्फ फर्काउने र प्रभुको अगाडि हिँडेर उहाँका लागि मानिसहरूलाई तयार पार्ने काम। यसले हामीलाई महत्त्वपूर्ण शिक्षा यसबाट हामीले लिन पाउने कुरा के हो भने अघि भने जस्तै परमेश्वरले कसैलाई पनि बिना उद्देश्य जन्म दिनुहुन्न र उहाँ एउटा उद्देश्य राखेर नै त्यसको लागि तयार पार्दै हुनुहुन्छ, तयार पार्नुहुन्छ। उनको यूहन्नाको जन्मको उद्देश्य चाहिँ प्रभु आउने बाटो तयार गर्नु थियो। आज हामीले पनि आफ्नो जीवनलाई यही दृष्टिले हेर्नुपर्छ, प्रभुको बाटो तयार गर्ने। म किन जन्मिएँ, मेरो जन्मको उद्देश्य के हो भन्ने प्रश्नको उत्तर चाहिँ संसारले मात्र दिन सक्दैन अथवा बाबुआमाले पनि दिन सक्दैनन्। त्यसको उद्देश्य तपाईँ र मैले नै परमेश्वरलाई सोध्नुपर्ने, मेरो जन्मको उद्देश्य के हो, किन म यहाँ आएँ। र हाम्रो जीवनको वास्तविक उद्देश्य चाहिँ परमेश्वरको महान योजनासँग जोडिएको हुन्छ। मानिसलाई त्यसै मानिस बनाउनु भएको होइन, परमेश्वरले मानिसलाई प्रयोग गरेर परमेश्वरले आफ्नो ठुलो योजना पुरा गर्न चाहनुहुन्छ। सुरुमै जकरिया र एलिसिबालाई दुईजना मानिसहरू थिए र मरियमलाई रोजेर किन आउनु पर्थ्यो र मानिसको रूपमा? उहाँले त्यत्तिकै एकैचोटि पनि त यहाँ ल्याउन सक्नुहुन्थ्यो। मानिसलाई आफ्नो सृष्टिमा आफ्नै स्वरूपमा सृष्टि गर्नुमा उहाँको ठुलो अभिप्राय लुकेको छ, उद्देश्य रहेको छ। आमेन। दोस्रो कुरा हो, असम्भव परिस्थितिमा पनि परमेश्वरको काम हुन सक्छ। यी दुईजनाको जीवनबाट हामीले सिक्नुपर्ने कुरा चाहिँ यूहन्नाको जन्मले चाहिँ परमेश्वरको सामर्थ्य देखाउँछ। जकरिया र एलिसाबाको उमेरलाई हेर्दा मानिसले असम्भव बनेको कुरालाई परमेश्वरले सम्भव तुल्याइदिनु भयो। र यहाँ एउटा आत्मिक सत्य बुझ्नुपर्ने कुरा चाहिँ परमेश्वरको काम सुरु हुन मानिसको परिस्थिति सिद्ध हुन आवश्यक छैन। परमेश्वरको काम सुरु हुनलाई मानिसको परिस्थिति सिद्ध हुन सार्थक हुन आवश्यक छैन। परमेश्वरले आफ्नो काम चाहिँ त्यसै अनुसार गर्नुहुन्छ, तर उहाँले रोजीको पात्र उहाँले छान्नुहुन्छ। कहिलेकाहीँ हामी भन्छौँ मेरो उमेर भइसक्यो, अब मबाट के हुन सक्छ, परिवारको अवस्था पनि राम्रो छैन, मसँग पैसा छैन, समय छैन, यहाँ धेरै हुन सक्छौँ। तर परमेश्वरले चाहनुभयो भने सबै कुराको बन्दोबस्त सहित, उद्देश्य सहित, किनकि मरुभूमिमाबाट मानिस निकाल्न सक्नुहुन्छ, मरुभूमिमा खोला निकाल्न, नदी बगाउन सक्नुहुन्छ, लाल समुद्रलाई दुई फ्याक पार्नुहुन्छ, मान्छेलाई चाहिँ 40औं वर्षसम्म उनीहरूलाई खाना जुटाउन सक्नुहुन्छ, उनीहरूलाई केही कुराको अभाव नपारिकन चलाउन सक्नुहुन्छ भने उहाँको लागि अगाडि केही कुरा पनि असम्भव छैन। तर जुन कुरा उहाँले चाहनुहुन्छ त्यो कुरा गर्नुहुन्छ। आमेन। मानिसले अन्त्य देख्छ। जकरिया र एलिसिबाल त अब सिद्धियो, अब हामी सक्दैनौँ, हाम्रा सन्तान अब नहुने भए अथवा कसैलाई एडप्ट गरेर ल्याउने केही सोचे होला नि। जहाँ मान्छेले अन्त्य देख्छ त्यही अन्त्यबाट परमेश्वरले नयाँ कामको सुरुवात गर्नुहुन्छ। आमेन। मान्छेले चाहिँ अब सिद्धियो भनेको ठाउँबाट परमेश्वरले नयाँ काम गर्नुहुन्छ। मसा जस्ता वृद्ध उमेर पुगिसकेका मान्छेलाई चलाएर परमेश्वरको महान काम गर्नुभएको थियो। आमेन। त्यसैले परमेश्वरको लागि कुनै कुरा असम्भव छैन। त्यसैले आज परिस्थिति असम्भव देखिएको छ भने पनि तपाईँ र म
निराश हुन पर्दैन। परमेश्वरमा हामीले सधैँ आशा राख्नुपर्छ। परमेश्वरको योजना हाम्रो परिस्थितिभन्दा धेरै ठुलो हुन्छ। आमेन। यूहन्नाको जन्मको उद्देश्य अघि मैले भने प्रभुको बाटो तयार गर्नु थियो। उनी आफै लक्ष्य थिएनन्, स्वयं मान्छे उनी चाहिँ लक्ष्य थिएनन्, एउटा तयारीको पात्र थिए, बाटो तयारी गर्ने। उहाँको जन्मको उद्देश्य येशूको आगमनका लागि मानिसहरूको हृदय तयार गर्नु थियो। मानिसहरूको हृदय तयार गर्नु थियो। उहाँको आगमन मरुभूमिमा बाटो खन्दै 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 लगेर जङ्गल फाँड्दै एउटा बाटो, मान्छेले सोचे जस्तो बाटो, सहज बाटो बनाउनु थिएन। त्यो बाटो भनेको मान्छेको हृदय थियो। आमेन। तयारी गर्नु थियो। प्रभुको निम्ति तयार पारिएको मानिस, तयार गर्ने मानिस यूहन्ना थिए भन्ने कुरा चाहिँ बताउँछ। उहाँले मानिसहरूको हृदयलाई तयार पारे। जब उनी कराए, उनले चेतावनी दिए, तब मानिसहरू डराएर पश्चातापी भएर आए। त्यो डर उनको बोलीमा, उनको वचनमा परमेश्वरले राखिदिनु भएको थियो। त्यो बाटो मान्छेको हृदय, मान्छेको तयारी। आमेन। बाटो तयार पार्ने भनेर जङ्गल फाँडेर अथवा ढुङ्गा सिँढी लगाएर पिच गरेर हिँड्ने तिनको काम थिएन। त्यो बाटो तपाईँ र मेरो हृदय थियो। आज उहाँकै त्यही तयारीको बाटोमा हामी आइपुगेका हौँ। पश्चाताप गर, आफ्नो पाप छोड, परमेश्वरतर्फ फर्क, आफ्नो जीवनलाई जाँच, हेर अनि प्रभुको आगमनको लागि तयारी हौ भनेर उनले चेतावनी दिँदै मान्छेहरूलाई पश्चातापको बप्तिस्मा दिने गर्थे। आमेन। एउटा महत्त्वपूर्ण कुरा, यूहन्नाले प्रभुको लागि बाटो तयार गरे। अघि भने त्यो बाटो चाहिँ सम्झनु पर्ने के थियो? हाम्रो हृदय थियो। मान्छेहरूलाई हृदयमा पश्चातापी हुँदै अनि परमेश्वरतर्फ फर्केर उहाँलाई स्वीकार गर्ने कुरा थियो। आज पनि येशूलाई ग्रहण गर्न हाम्रो हृदय तयार हुनुपर्छ। आमेन। हामी बडो विनम्र भएर कोमल साथ उदार चित्तले सुसमाचार सुनाउने र मान्छेहरूलाई परमेश्वरतर्फ तयार पार्ने, उनीहरूको मन परमेश्वरतर्फ फर्कोस् भनेर प्रार्थना गर्ने काम चाहिँ हाम्रो हो। हृदयमा घमण्ड छ भने येशूका लागि कहाँ ठाउँ हुन्छ र? येशू यदि हृदयमा घमण्डले भरिएको हृदय छ भने येशूको लागि त्यो हृदय ठाउँ होइन। किनकि पवित्र हृदय पवित्र आत्माको मन्दिर हो। आमेन। त्यसैले हृदयमा घृणा छ भने प्रेम कहाँ हुन्छ? कसैप्रति घृणा छ भने प्रेम कहाँ हुन्छ? हृदयमा पापलाई समातेर राखेका छौँ भने पवित्र जीवन कसरी आउँछ? के भनेको मैले? हृदयमा घृणा छ भने प्रेम कहाँ छ? र हृदयमा पापलाई समातेर राखेका छौँ भने पवित्र जीवन कहाँबाट आउँछ? त्यसैले यूहन्नाको पहिलो सन्देश आज हाम्रो लागि छ, पश्चाताप गर र परमेश्वरतर्फ फर्क र आफ्नो हृदयलाई तयार। अब आए पश्चातापको कुरा। मत्तीको पुस्तक 3 अध्यायको 2 पदमा लेखेको छ कि यूहन्नाले घोषणा गरे कि पश्चाताप गर किनकि स्वर्गको राज्य आएको छ। पश्चाताप भनेको केवल मैले गल्ती गरेँ भनेर मुखले स्वीकार गर्नु, मुखले स्वीकार गरेर भन्नु होइन। मुखले मात्रै भन्ने, गल्ती भइहाल्यो नि त, भयो, माने मैले, गल्ती भयो नि त मेरो, तर उसको हृदयमा चाहिँ घमण्डकै कुरा छ। पश्चाताप भनेको जीवनको दिशा परिवर्तन हो।
डिरेक्सन। फर्किने, छोड्ने, स्वीकार गर्ने र त्यसबाट फर्कने। गलत बाटोमा हिँडिरहेको मानिसले बाटो परिवर्तन गर्नुपर्छ, छोड्नुपर्छ। गलत भएपछि त्यसलाई छोडिदिनुपर्छ र नयाँ सुरु गर्नुपर्छ, दिशा परिवर्तन गर्नुपर्छ। त्यसैले पापको साटोमा हिँडिरहेको मानिस परमेश्वरतर्फ फर्कनुपर्छ। पश्चाताप भनेको त्यो। पाप अँगालिराखेको छ भने धार्मिकताको जीवनलाई अँगाल्नु, धर्मी बाटो समात्नु पर्यो। आज संसारले मानिसलाई आफ्नो पापको औचित्य प्रमाणित गर्न सिकाउँछ। तर परमेश्वरले पापलाई स्वीकार गर्न होइन, पापबाट मुक्त हुन बोलाउनुहुन्छ। संसारले त्यसको किन गरिस्, कसैले मान्छे मारे त किन मारिस्, कसरी मारिस्, यी औचित्य प्रमाणित गर्न खोज्छ। अथवा यसकारण यस्तो भएको, यसकारण मैले यसो गरेको, यसकारण बलात्कार होइन, त्यस्तो कुरा होइन परमेश्वरले चाहने। परमेश्वरले पापलाई स्वीकार गर्न र पापबाट मुक्त हुन, पश्चातापी भएर फर्केर मुक्त हुनको लागि बोलाउनुहुन्छ। र हामीले आफैलाई आज सोध्नुपर्ने कुरा चाहिँ के मेरो जीवनमा साँचो पश्चाताप छ, कि हामीले अझै घमण्ड नै बोकेर बस्छौँ, कि हामीले अझै अधर्मलाई नै बोकेर बसिरहेको छु, कि मैले क्षमा मागेको मात्र छु कि साँच्चै परिवर्तन भएको छु। हामीले सोच्नुपर्ने, हजुरहरूले आफैलाई सोध्नुपर्ने। मैले सोधेर तैँले पाप छोडिस्, यस्तो गरिस्, तिमीले छोडेनौ, यस्तो गरेको थियो नि पहिला। तपाईँ र मैले मभित्र सोध्नुपर्ने, आफ्नो आत्मालाई सोध्नुपर्ने कुरा कि मैले साँचो पश्चाताप गरेँ र मैले क्षमा मागेँ, म परिवर्तन भएँ भनेर परमेश्वरको अगाडि सोध्नु नै धेरै महत्त्वपूर्ण कुरा हुन्छ। कि मैले पापलाई छोडेको छु, कि मेरो बोली परिवर्तन भएको छ, मेरो व्यवहार परिवर्तन भएको छ, कि मेरो हृदयमा परमेश्वरको प्रेम बढ्दै बढ्दै गएको छ। यूहन्नाले भने पश्चाताप सुहाउँदो फल फला, कि हामीले पश्चाताप गरेर फल फलाउने काम गर्दैछौँ। प्रेम गर्ने कुराहरू बढेर गएका छन्, कि बदला लिने भावना बढिरहेका छन्। यदि बदला लिने भावना नै छन् भने त हामीले अधर्मलाई त्यागेका छैनौँ। अधर्म अझै छ। तँलाई मौका कुरेर बसिरहेको मान्छेले कहिल्यै पनि अधर्मलाई त्यागेको हुँदैन, त्यसले बदला लिन चाहन्छ। अझै त्यसबाट त्यसले पाप गर्न नै बाटो ढुकिरहेको हुन्छ। यूहन्नाको जन्म र येशूको जन्मको उद्देश्य परमेश्वरको एउटै योजनामा लुकेको थियो, बाटो तयार गरेर मुक्तिको काम पुरा गर्ने। यूहन्नाको जन्मको करिब 6 महिनापछि स्वर्गदूतले अर्को सुसमाचार सुनाए। यूहन्नाको जन्मले बाटो तयार पार्यो, येशूको जन्मले उद्धारकर्ता संसारमा आउनु। आमेन। उद्धारकर्ता, मुक्तिदाता संसारमा आउनु। यूहन्नाको जन्म आश्चर्यपूर्ण थियो र येशूको जन्म अझ रहस्यको थियो। अघि मैले भने जस्तै कन्या मरियमबाट पवित्र आत्माको शक्तिद्वारा येशूको जन्म भयो। उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ भनेर मत्तीको पुस्तकमा भने येशूको अझै तिनीहरूलाई पापबाट बचाउनु हुनेछ भनेर यी दुईटाको जन्मको कार्यबीचको भिन्नता यही बुझिन्छ कि यूहन्नाले मानिसलाई उद्धारकर्तातर्फ डोर्याए भने येशू स्वयं उद्धारक हुनुहुन्थ्यो, उद्धारकर्ता हुनुहुन्थ्यो। दुईजनामा फरक होइन त? दुईजनामा फरक के भयो? उनले उद्धारतर्फ डोर्याए भने येशू स्वयं उद्धारक हुनुहुन्थ्यो, आउँदै हुनुहुन्छ। जसको जुत्ताको फित्ता म निहुरेर फित्ता खोल्न लायकको पनि म छैन भनेर उनी त्यति नम्र भए, यहाँसम्म कि उनले ओ परमेश्वरको थोमा भनेर चिनाए। त्यो बेलामा येशूका चेलामध्ये
पत्रुसलाई पहिलो चेला हुन्छ एन्ड्रु, पत्रुसको भाइ त्यहाँ थिए र एउटा उनको नाम खुलाइएको छैन। अर्का दुईजना चेला उनीहरू नै गएर पत्रुसलाई बोलाएर ल्याएर हामीले मुक्तिदाता भेटेका थियौँ भने उहाँले के गर्नु, आफ्ना चेलालाई पनि येशूसँगै पठाइदिए। यूहन्नाले जब देखे परमेश्वरको थुमा उहाँ नै हुनुहुन्छ भनेर भन्ने बित्तिकै एन्ड्रियस र अर्को एकजना चेला चाहिँ नाम खुलाएको छैन, येशूसँगै गएर बास बसे। त्यो दिन उनीसँगै बसे, कुरा सुने येशूका, र फेरि आफ्नो दाइलाई पत्रुसलाई लिएर आएका थिए। तिनै होइन पास्टरज्यू, तिनै चेला थिए। भनेपछि उनले चाहिँ अब मभन्दा ठुलो मान्छे आउँदैछ, अब यहाँ के हुन्छ, यहाँ एकदमै पर्फेक्ट अगुवापनको भनौँ न लिडरसिपको चाहिँ एउटा नमुना, उत्कृष्ट नमुना देखिन्छ। संसारिक लिडरहरूमा के हुन्छ भने तछाड मछाड हुन्छ। मभन्दा यो जान्ने हुन्छ कि मभन्दा अगाडि हुन्छ कि म पछि हुन्छु कि म पछि परेँ, म सानो भएँ। यसको विपरीत कुरा बोल्छ यसले। एउटा पर्फेक्ट लिडरले चाहिँ म होचिनुपर्छ, उहाँ बढ्नुपर्छ भनेर उनले देखाए येशूलाई। म घट्नुपर्छ, उहाँ बढ्नुपर्छ। र लिडर चाहिँ उसले उहाँलाई चाहिँ उचाल्छ र उहाँलाई महिमा दिन्छ। त्यो चाहिँ लिडर हो भन्ने कुरा चाहिँ यहाँ यो कुराबाट पनि हामीले सिक्छौँ। मानिसलाई परमेश्वरतर्फसँग मिलाउनु चाहिँ, मिलापमा ल्याउनु, मानिसलाई परमेश्वरमा मिलापमा ल्याउनु चाहिँ ख्रीष्टको उद्देश्य थियो। त्यही उद्देश्यको लागि त तपाईँ र मलाई पनि उहाँले रोज्नु भएको। पापले मानिसको बिचमा आदमदेखि नै, आदम र हब्बादेखि नै दुई फ्याक पाप प्रवेश गरेको र परमेश्वर र मानिसको बिचमा दूरी कायम गरेको त्यही समयदेखि चाहिँ भने मानिस आफ्नै प्रयासले दूरी घटाउन पनि सक्दैन। पापको दूरी घटाएर पापबाट मुक्ति पाउन पनि त सक्दैन। त्यसैले परमेश्वरले आफ्नो पुत्र पठाउनु परेको, पापको दूरी घटाउनको लागि, पापबाट मुक्त गराउनको लागि, पाप क्षमा गर्नको लागि। येशूले मानिसलाई प्रेम गर्नुभयो, बिरामीलाई निको पार्नुभयो, दुखीहरूलाई सान्त्वना दिनुभयो, पापीहरूलाई क्षमा गर्नुभयो, हराएकालाई खोज्नुभयो र उहाँले परमेश्वरको राज्यको घोषणा गर्नुभयो। होइन? अनि यूहन्नाले येशूलाई देखेर घोषणा गरे कि अघि भने परमेश्वर, हेर त परमेश्वरको थुमा भनेर यूहन्नाको 1:29 तपाईँले पढ्दै हुन्छ। हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भनेर उहाँले भन्नुभयो। यूहन्नाले येशूको कार्यको गहिरो अर्थ बुझिसकेका थिए। उहाँ हे परमेश्वरको थुमा। यिनीहरू भेट भएर कुराकानी गरेर तिमी र म सँगै मिलेर परमेश्वरको काम गर्नुपर्छ भनेर भेटेर कुरा गरेको कहीँ पनि पाइँदैन बाइबलमा। येशू ठुलो भइसकेपछि आफ्नो घरको सिकर्मी भएर आफ्ना काम गरेर परमेश्वरको समय नआइन्जेलसम्म घरमा बाबुआमाको स्याहार गर्ने, हेरचाह गर्ने काम गर्थे भने यूहन्नाले के गरे भने पत्तै छैन। अघि के भने मैले, उहाँले वनमह खान्थे, सलह र वनमह खान्थे अनि छालाकाती लुगाहरू लाउँथे भनेपछि उनी, मेरो विचारमा सानैदेखि उनी जङ्गल बसे। वनमह र सलह खान्थे भनेपछि उनी घर परिवारमा बसेर बाबुआमासँग बसेर गरेनन्। त भनेको छैन। हामीले यी कुराबाट के पत्ता लगाउँछौँ भने उनी घरयासी काम गरेर बसेनन्, तर परमेश्वरको बाटो तयार गर्ने काममा उनी लागिराखे। परमेश्वरले यूहन्नालाई तयारी गर्दै गर्दै हुनुहुन्थ्यो बाहिर गएर जङ्गलमा। येशू केवल शिक्षक हुनुहुन्न, उहाँ केवल अगमवक्ता हुनुहुन्न, उहाँ संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा हुनुहुन्छ।
पुरानो करारमा बलिदानको व्यवस्था थियो। पापको गम्भीरता र पापको क्षमाको मूल्य देखाउन बलिदान आवश्यक थियो, तर ती सबै बलिदानहरूले अन्ततः ख्रिस्टको महान बलिदानतर्फ सङ्केत गरिरहेका थिए। किन चढाइन्थ्यो भन्दा ख्रिस्ट आएर साँचो बलिदान ख्रिस्ट हुनुहुन्छ भन्ने कुराहरू चाहिँ यिनीहरूले देखाउँथे। त्यही कुराको सङ्केत स्वरूप यी कामहरू गरिँदै आएका थिए। यसो क्रुसमा जानुभयो हाम्रो पापको लागि, उहाँको बलिदानको मुक्तिको लागि होइन, तपाईँ र मेरो मुक्तिको लागि उहाँ जानुभएको थियो। उहाँ निर्दोष हुनुहुन्थ्यो तर दोषीको स्थान लिनुभयो। हाम्रो दोष उहाँले बोक्नु, हाम्रो पाप र अधर्म उहाँले बोक्नु। उहाँले पाप गर्नु भएन तर पापीले दण्ड सहनुपर्ने दण्ड सहनु पर्यो। पापै नगरी पापीले भोग्नुपर्ने दण्ड उहाँले भोग्नुभयो। कसको लागि? हजुर र मेरो लागि। आमेन। उहाँ जीवनको प्रभु हुनुहुन्थ्यो तर हाम्रो लागि आफ्नो जीवन पनि दिनु, उहाँबाटै जीवन प्राप्त हुन्थ्यो तर उहाँले नै आफ्नो जीवन क्रुसमा अर्पण गर्नु। रहस्यको कुरा छ। अनि यूहन्नाको जीवनलाई हेऱ्यो भने उहाँ असाध्यै नम्र मानिस देखिन्थे। उहाँले भने ख्रिस्ट बढ्नुपर्छ, म घट्नुपर्छ। हामी के भन्छौँ? म बढ्नुपर्छ, ऊ घट्नुपर्छ। उसको ठाउँमा मैले लिनुपर्छ। अब म भइसकेँ, कति गर्छ। यूहन्ना यस्तो थिए, उनी नम्र थिए। उहाँ बढ्नुपर्छ, म गर्नुपर्छ। यो यूहन्ना 3:30 पदमा भेटिन्छ यो कुरा। अनि म घट्दै जानुपर्छ। यूहन्नाको जीवनको सार यही वाक्यमा पुरा हुन्छ। उहाँ आइसकेपछि, उहाँ नै हो भनेर उहाँले चिनाइसकेपछि अनि उहाँ अब मेरो काम चाहिँ अब पुग्यो, किनकि अब काम गर्ने उहाँ हुनुहुन्छ भनेर उहाँलाई चिनाउनलाई उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र म बाटो तयार गर्न आएको। अब उहाँ आउनुभयो, सोध्न पठाए, आउनेवाला तपाईँ नै हो कि हामीले अरूको बाटो हेर्नुपर्छ? अन्धाहरूले आँखा देखेका छन्, लङ्गडाहरू हिँडेका छन्, असम्भव कुरा सम्भव भएको छ भने परमेश्वरको राज्य नजिकै आइपुगेको छ। ख्रिस्टले जवाब दिनुभयो। आएर चेलाहरूले त्यही सुनाए, यूहन्ना त्यसो भए उहाँ नै हुनुहुन्छ, ठिक हो भनेर यूहन्ना त्यसैमा खुसी रहे। उहाँको लोकप्रियता बढिरहेको बेलामा तपाईँ नै ख्रिस्ट हुनुहुन्छ, अगमवक्ता हुनुहुन्छ, तपाईँ को हुनुहुन्छ? यस्ता महान कार्य उसँग डराएर मान्छे भिडका भिड आउँथे बप्तिस्मा लिन। उनको लोकप्रियता बढ्दै गएको थियो। त्यही बेलामा त्यही भिडमा येशू पनि आइरहनु भएको। ए तपाईँ आउनु भएको, मैले बप्तिस्मा दिने होइन, होइन मैले तपाईँसँग लिने भनेर त्यहाँ यूहन्नाले ख्रिस्टलाई भनेका छन्। होइन होइन अहिले यसै हुनुहुन्थ्यो, अहिले मैले लिन्छु भनेर ख्रिस्टले यूहन्नाबाट बप्तिस्मा लिएको कुरा त्यहाँ देखिन्छ। तर मानिसहरू उहाँ कहाँ आउँथे, तर जब येशूको सेवाकाई बढ्न थाले यूहन्नाले प्रतिस्पर्धा गर्न चाहेन, येशूलाई बढ्न दिए, आफू तल पछि बसे। त्यसैले उहाँले उहाँ बढ्नुपर्छ, म घट्नुपर्छ भनेको। र आज सेवाकाईमा सबैभन्दा ठुलो खतरा यही छ, म हुनुपर्छ। आज मण्डलीको चुनौती यही नै हो। यूहन्नाले भने जस्तो हुँदैन, यहाँ मैले भने जस्तो हुनुपर्छ, म बढ्नुपर्छ, म गर्छु सबै भनेर। म सबैभन्दा खतरा उहाँ भन्नुपर्नेमा म, मेरो मण्डली, मेरो सेवकाई, मेरो नाम, मेरो प्रशंसा, मलाई मानिसहरूले कति सम्मान गरे। आजको सेवकाईका भागहरू, मूल्याङ्कनहरू यसरी मान्छेहरूले हेर्न थाल्छन् र गर्न थाल्छन्। कतिजनालाई सुसमाचार सुनायो, कतिवटा मण्डली बनायो,
कतिजना चेला बनाए? मेरो सेवकाई म बढ्नुपर्छ होइन, उहाँ बढ्नुपर्छ। हामी जति गऱ्यौँ हामी ख्रिस्टको निम्ति गऱ्यौँ, ख्रिस्टको लागि गऱ्यौँ। आमेन। हाम्रो प्रार्थना यही होस् कि हाम्रो नामभन्दा येशूको नाम ठुलो होस्। येशू उचालिनु भएको, म उचालिने होइन, मैले ख्रिस्टको स्थान लिने होइन, ख्रिस्टले आफ्नो स्थान लिनुहोस्। आमेन। हाम्रो इच्छा भन्दा उहाँको इच्छा पुरा होस्। हाम्रो इच्छा भए नि होस्, नभए नहोस्। उहाँको परमेश्वरको इच्छा कस्तो छ त्यस्तै होस् हाम्रो जीवनमा, तर ख्रिस्टको इच्छा पुरा होस्। आमेन। हाम्रो महिमा भन्दा येशूको महिमा होस्। यो हाम्रो जीवनमा हुनुपर्छ। म होइन, ख्रिस्ट हुनुहोस्। म उचालिने होइन, ख्रिस्ट उचाल्नुहोस्। आज यो कुरा तपाईँ र ममा भयो भने मण्डलीमा ठुलो परिवर्तन आउनेछ। आमेन। परमेश्वरले यूहन्नालाई प्रयोग गर्नुभयो, मरियमलाई प्रयोग गर्नुभयो, परमेश्वरले जकरियालाई प्रयोग गर्नुभयो, एलिसेबालाई प्रयोग गर्नुभयो। थुप्रै बाइबलमा थुप्रै दास दासीहरू छन्, उहाँलाई प्रयोग गर्नुभयो। आज तपाईँ आजका दिनहरूमा पनि धेरै मान्छेलाई सेवकाईको लागि प्रयोग गर्नुभयो भने पछि आएर पत्रुस, पावल र अन्य प्रेरितहरूलाई पनि उहाँले प्रयोग गर्नुभयो भने हामीले यसबाट के बुझ्नुपर्छ भनेदेखि परमेश्वरको काम केवल स्वर्गबाट हुने काम होइन। उहाँले मानिसको जीवनलाई आफ्नो कामको साधन बनाउनुहुन्छ। आमेन। उहाँले सुरुमै मान्छेलाई त उहाँको महिमाको निम्ति प्रयोग सृष्टि गर्नुभएको भनेपछि उहाँले थुप्रैबाट काम गराउनु भएको छ। महान महान असम्भव कुराहरू गराउनु भएको छ भने तपाईँ र मबाट पनि परमेश्वरले ठुलो काम गर्न चाहनुहुन्छ र तपाईँ र मलाई उहाँको कामको साधन बनाउनुहुन्छ। कि तपाईँ कुम्माले, म माटो हो, र हामी माटो जस्तो उहाँले बनाउनुहुन्छ त्यस्तै हामी बनिन पर्छ। उहाँले इच्छा अनुसारको भाँडो उहाँले बनाउनुहुन्छ, इच्छा अनुसारले उहाँले चलाउनुहुन्छ। तपाईँ र मेरो काम चाहिँ कसरी चलाउनुहुन्छ, चलाउनुहोस् भनेर स्वीकार गर्ने। आमेन। परमेश्वरले पहिले तयार गर्नुहुन्छ, त्यसपछि प्रयोग गर्नुहुन्छ। यूहन्नाको जीवनलाई हेऱ्यो भने के मैले आज यूहन्नाको जीवनलाई हेरेर आज तपाईँ र मैले सिक्नुपर्ने कुराहरू मैले बाँड्न खोजेको हो। र सँगै ख्रिस्ट पनि यूहन्नाको कुरामा आउने भएको हुनाले ख्रिस्टलाई पनि छ यहाँ। तर ख्रिस्टको मुक्तिको कुरा भन्दा मैले आज यूहन्नाको जीवनबाट हामीले सिक्ने के भनेर त्यसमा केन्द्रित रहेको। पहिला तयार पार्नुहुन्छ परमेश्वरले, उनलाई पनि म बाटो तयार पार्न आएको भनेको नि त यूहन्नाले। त्यसैले यूहन्नाले सार्वजनिक सेवकाई सुरु हुनुभन्दा पहिला नै उजाड स्थानमा भनेका कुरा हुन्। आत्मामा बलिया भए र इस्रायलमा सार्वजनिक रूपमा देखा पर्ने दिनसम्म उजाड स्थानमा रहेको कुरा जनाउँछ। उनले वनमा खाए, उनले राम्रो कपडा पनि लाएनन्, उनले आफ्नो परिवारमा सुख सुविस्ताको कुरा, आरामको कुरा, धन कमाउने कुरालाई पनि जोड दिएनन्, केही पनि गरेनन्। म कराउनेको आवाज भनेर गए, सबै कुरा त्यागे। परमेश्वरले सबै कुरा छोडाएर उहाँ लानुभयो र तयार पार्नुभयो। उहाँको मार्ग तयार गर्ने मरुभूमिमा एउटा कराउनेको आवाज भनेर कराउनेको आवाज बनाउनु भयो यूहन्नालाई। मेन होइन त? यही कुरा चाहिँ यहाँ बताउँछ। यसबाट हामी अर्को महत्त्वपूर्ण कुरा पाउने कुरा के छ भने परमेश्वरको तयारीको समय पनि परमेश्वरको एउटा कामकै भाग हो। परमेश्वरको काम के गरे यिनीहरूले? खोइ त काम। त्यसो भए 30 वर्षसम्म येशूले के काम गर्नुभएको थियो त? सुरुमा मन्दिरमा गएर म परमेश्वरको भवनमा हुनुपर्छ भन्ने कुरा 2-4 कुरा देखिन्छ, त्यसपछि बेपत्ता हुनुभयो ख्रिस्ट। तर ख्रिस्टले महान उद्धारको काम त छोड्नु भएन नि। 30 वर्षदेखि 33.5 वर्ष, 3.5 वर्षमा सारा कुरा सिद्ध्याउनु भयो भन्दा अरू सबै समय उहाँको तयारीको समय थियो। यो सँगैको उमेरका यी बप्तिस्मा दिने यूहन्ना पनि कहाँ थिए? उजाड स्थानमा त्यत्तिकै थिए। यिनी तयारी हुँदै थिए। परमेश्वरले यिनलाई तयार पार्दै हुनुहुन्थ्यो। जुन दिन
उहाँले अब आओ निस्क भन्नुभयो। आफ्नो काम पुरा गर्नको लागि यिनी निस्के र आफ्नो काम गर्न अगाडि बढे। खतरा पनि छन्, अहिले म भ्याउँछु होला। कहिलेकाहीँ हामी तुरुन्तै प्रयोग हुन चाहन्छौँ। आजको भोलि म सकिहाल्छु काम, मैले गर्नुपर्ने कुरा सिद्धाइहाल्छु भन्ने हामीलाई लाग्छ। तर परमेश्वरले पहिला तपाईँ र मलाई तयार पार्नुहुन्छ। आत्तिनु पर्दैन। सबै काम परमेश्वरको समयमा पर्फेक्ट हुन्छ, सिद्ध तरिकाले हुन्छ। आमेन भन्ने कुरा चाहिँ यी दुईजनाको जीवनबाट हामीले सिक्न सक्छौँ। ख्रिस्ट यूहन्नाको जीवनबाट सिक्न सक्छौँ। उहाँले पहिला हामीलाई तयार पार्नुहुन्छ। खेतमा एउटा किसानले आफ्नो बारीलाई तयार पारे जस्तै बाली रोप्नुभन्दा अगाडि त्यसलाई मलजल, कीटनाशक, किरा मार्ने कामदेखि लिएर पानीको मात्रादेखि लिएर सबै कुरा मिलाउने काम किसानले गर्छ भने परमेश्वरको कामको लागि पनि उहाँले परमेश्वरले हामीलाई तयार पार्नुहुन्छ। संयोगवश अपरजत त्यस्ता कुरा कहिल्यै हुँदैन। यदि त्यस्तो कुरा भए पनि हामी झुक्किनु पर्दैन। दुष्टले पनि कहिलेकाहीँ त्यस्ता कुरा छल कपट गरेर आएको हुनसक्छ। उहाँले हाम्रो चरित्र निर्माण गर्नुहुन्छ। हामीलाई तयारीको सिलसिलामा हाम्रो चरित्र, हाम्रा गुणहरू उहाँले हामीलाई बलियो बनाउने काम, नम्र बनाउने काम, धैर्य हुने काम, प्रार्थना गर्ने काम। यसुले चेलाहरूलाई लगेर उहाँ एकान्तमा लगेर प्रार्थना गर्न सिकाउनुहुन्थ्यो नि, होइन? सिकाउनुहुन्छ। त्यसपछि सही समयमा, आफ्नो समयमा उहाँले तपाईँ र मलाई प्रयोग गर्नुहुन्छ। हामी आत्तिनु पर्दैन। त्यसैले तपाईको जीवनमा अहिले तयारीको समय छ र हाम्रो जीवनमा अहिले तयारीको समय छ भने पनि हामी निराश हुनु हुँदैन। उजाड स्थानको समय पनि परमेश्वरको विश्वविद्यालय हुन सक्छ। उजाड स्थानमा 40औं वर्ष इजरायलीहरू घुमफिरमा भयो थियो। एउटा विश्वविद्यालय, एउटा होइन, विश्वविद्यालयमा गएर पढ्नलाई, सिक्नलाई कति अनुशासन, कति अब उसले कष्ट गर्नुपर्छ, दुःख गर्नुपर्छ, मेहनत परिश्रम गर्नुपर्छ भन्नेदेखि उजाड स्थानमा त उनीहरूले धेरै कुरा सिके। अनि हाम्रो जीवनको उजाड स्थान पनि के हो त्यो भनेको हाम्रा दुःख कष्ट, हाम्रा स्ट्रगलहरू, हाम्रा समस्याहरू, परीक्षाहरू, यी पनि एक किसिमको विश्वविद्यालय हुन सक्छ हाम्रो लागि, तपाईँ र मेरो लागि। यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। हाम्रा जीवनमा आएका परीक्षाहरू, सम्भावनाहरू, गर्न सके नसकेका कुराहरू, यिनीहरूबाट शिक्षा लिएर परमेश्वरले ती कुराहरूबाट हामीलाई अगाडि बढाउँदै हामीलाई तयार गर्न खोज्नु भएको पनि हुन सक्छ। त्यसैले सबै कुराको समयमा सबै कुरा सम्पन्न हुन्छन्। यूहन्ना आफू लक्ष्य थिएनन्, उनी एउटा सङ्केत मात्रै थिए। उनी स्वयं लक्ष्य होइनन्। मान्छेले प्राप्त गर्ने एउटा लक्ष्य यूहन्ना थिएनन्। उनले एउटा लक्ष्य, सङ्केत, लक्ष्य त ख्रिस्ट हुनुहुन्थ्यो, आउँदै हुनुहुन्छ भन्ने कुरा उनले चाहिँ त्यो सङ्केत मात्र दिएका थिए। र मान्छेहरूले, ख्रिस्टले मान्छेहरूलाई बटुल्नु भयो, बोलाउनु भयो, सुनाउनु भयो, बुझाउनु भयो र मान्छेहरूले उहाँलाई स्वीकार गरेको कुरा हामीले पाउँछौँ। तपाईँ र हामी पनि, म पनि त्यस्तै हो, होइन? त्यसै नै स्वीकार गरेको हामीले पनि। यदि मानिसले हाम्रो प्रचार सुनेर हामीलाई मात्र सम्झन्छन् भने हामी असफल भएका हुन सक्छौँ। एउटा महत्त्वपूर्ण कुरा है। मानिसहरूले सुसमाचार प्रचार सुनेर हामीलाई मात्र पछ्याउँछन् भने, सम्झन्छन् भने हामी सफल भएको नहुन सक्छ। तर यदि हाम्रो प्रचार सुनेपछि मानिसहरूले येशूलाई खोज्छन् भने हामी सफल भएका हुन्छौँ। महत्त्वपूर्ण कुरा। आज खोइ उहाँ त देख्दिनँ नि। अब मान्छेहरूले सुसमाचार सुनाएर तपाईँ र मलाई खोज्ने कि ख्रिस्टलाई खोज्ने? ख्रिस्टलाई खोज्नुपर्छ। तपाईँ र म कोही पनि होइन, तर तपाईँ र म एउटा माध्यम हो। कहाँ ल्याउने? ख्रिस्ट कहाँ ल्याउने? ख्रिस्टलाई चिनाउने र उहाँसँगको सम्बन्ध अगाडि बढाउनुहोस् भन्ने। आमेन। त्यसबाट कहिले पनि हामीले डिपेन्डेन्ट, हामीसँग भर पर्ने होइन, ख्रिस्टमा भर पर भनेर सिकाउने हो विश्वासीहरूलाई।
मलाई हेरेर होइन, मान्छेलाई हेर्ने त श्रापित होस् भनेछ, मान्छेमा भरोसा गर्ने श्रापित होस् भनेछ वचनले। यो भनेको किन भन्दाखेरि किनकि उसले धोका दिन सक्छ तर परमेश्वरले धोका दिनु। त्यसो गरेर ख्रिस्टमा भर पर्ने, ख्रिस्टलाई खोज्ने मान्छे हामीले बनाउनुहुन्छ। प्रार्थना गर, ख्रिस्टलाई खोज, ख्रिस्ट बोल्नुहुन्छ नि तपाईँसँग। आमेन। ल यो पनि भयो। त्यस भएर हाम्रो सेवकाईको सफलता हामीलाई मान्छेले ओहो भिड तयार पारेर मेरो यतिजना, म पछि यतिजना, म पछि यति भिड छ मेरा मान्छे होइन, ख्रिस्टका मान्छे, ख्रिस्टलाई पछ्याउने मान्छे हामीले तयार गरेका छौँ भने हाम्रो सेवकाई सफल। हामीले गीत देखाउँला, वचन देखाउँला, प्रवचन देखाउँला, सेवा देखाउँला, तर यी सबैको सार्थकता कहाँ हुनुपर्छ भने येशूको साक्षी हुनुपर्छ। यी कुरा आमेन। वचन होस्, गीत गाओस्, भजन गाओस्, प्रचार गरोस्। त्यसैले यी कुराहरूले ख्रिस्टलाई दर्शाउन्, ख्रिस्टलाई चिनाउन्, ख्रिस्टलाई उचालुन्, ख्रिस्टलाई महिमा दिउन्। यी सबै कार्यले हामीले मेरो ट्यालेन्ट गर्ने, वाह कस्तो गाउने, कस्तो बजाउने, होइन कस्तो वचन दिने, कस्तो, यी कुरा केही पनि होइन। यी सबै कुराले ख्रिस्टलाई महिमा दिन सक्नु। हाम्रो सङ्केत, हामी सङ्केत हौँ भने ख्रिस्ट हाम्रो लक्ष्य हुनुहुन्छ। आमेन। ख्रिस्ट हाम्रो लक्ष्य हुनुहुन्छ। तपाईँले कसैलाई येशूको बारेमा एउटा वाक्य मात्र भन्नुभएको हुनसक्छ, थोरै वचन मात्रै बोल्नु भएको हुनसक्छ, तपाईँले कसैको लागि प्रार्थना गर्नुभएको हुनसक्छ, तपाईँले कसैलाई मण्डलीमा ल्याउनु भएको हुनसक्छ, तपाईँले कसैलाई क्षमा गर्नुभएको हुनसक्छ कि होइन? हो। तपाईँ र मेरो जीवनबाट कसैले येशूलाई प्रेम गरेको देखेको हुनसक्छ। यी कामहरू साना देखिए पनि परमेश्वरको योजनामा त्यसले ठुलो अर्थ राख्छ। प्रेम गरेको, प्रार्थना गरेको, उसलाई माया गरेको, उसलाई दोहोऱ्याएको, त्यसले के गर्छ? ख्रिस्टलाई महिमा दिन्छ, होइन त? भने यसको ठुलो अर्थ पनि हुन्छ। आज हाम्रो जीवनमा यसको अर्थ चाहिँ ख्रिस्ट र यूहन्नाको जन्मको उद्देश्य, ख्रिस्टको जन्मको उद्देश्य, इतिहास समाप्त भएको यो अब इतिहास सिद्धियो, उनले आए गए होइन, यिनले हाम्रो जीवनमा ठुलो एउटा उथल पुथल ल्याउने काम गरे। आमेन। यसको अर्थ हामी आज हाम्रो जीवनसँग जोडिएको कथा पनि, यथार्थ पनि। आमेन। उनीहरूको कथा हामीले हेर्लान्, मान्छेहरूले येशूको कथा भन्छन्, यूहन्नाको कथा भन्छन्, तर तपाईँ र मेरो जीवनको यथार्थ पनि हो यी दुईजनाको जन्म र यिनको जीवन। त्यसैले यूहन्नाले बाटो तयार गरे। आज हामीले पनि मानिसहरूको हृदयलाई येशूतर्फ लैजानुपर्छ। यूहन्नाले पश्चातापको घोषणा गरे। आज हामी र तपाईँले पनि पापबाट फर्केर पवित्र जीवन जिउनुपर्छ। पवित्र अन्धकारको कुरामा, अपवित्रताको कुरामा रुमल लिने होइन। यूहन्नाले नम्रता देखाए, नम्र भए। आज तपाईँ र मैले पनि भन्नुपर्छ, उहाँ बढ्नुपर्छ, म घट्नुपर्छ। म आफैलाई उचाल्ने होइन, म आफै ठुलो हुने होइन, तर ख्रिस्टले हामीलाई आफ्नो स्थान दिनुहुन्छ। आमेन। यूहन्नाले पश्चाताप गरे, पश्चातापको घोषणा गरे। आज तपाईँले मैले पनि पापबाट फर्केर पवित्र जीवन जिउने गर्नु पर्यो। यूहन्नाले देखाए जस्तै नम्रता देखाउनु पर्यो। येशूले क्रुसमा आफ्नो जीवन दिनुभयो। आज तपाईँ र मैले आफ्नो जीवन उहाँलाई समर्पण गर्नु। उहाँले जीवन दिनुभयो, हामीले पनि जीवन दिने होइन। गर म आम फाल्छु खोलामा गएर मेरो पनि जीवन येशूलाई दिन्छु, चाहिएको छैन त्यस्तो जीवन, त्यस्तो हारको जीवन चाहिएको छैन। येशूले त्यस्तो गरेर दुःख गर्छु भने म पनि पेट्रोल खनाएर गाडीमा आगो लगाएर मर्छु, कतिजना मरेको है, हेत्तेरी। त्यस्तो होइन, त्यो धिक्कार हो त्यसको जीवन, त्यस्तो होइन। हाम्रो हामीले अर्पण समर्पण गर्ने हो उहाँमा हाम्रो जीवन। हामीले आफैलाई अन्त्य होइन, हामीलाई समर्पित, हाम्रो जीवन समर्पित गर्नुपर्छ। आमेन। हामी उहाँ बढ्नुपर्छ, हामी घट्नुपर्छ। येशू पुनरुत्थान हुनुभयो, त्यसैले हामी निराश भएर होइन, जीवित आशाका साथ जीवन जिउनुपर्छ। आमेन। जीवित आशाका साथ परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ। आज सायद आज कसैले सोचिरहेको छ, म साधारण मान्छे हो, मबाट के ठुलो काम हुन्छ? होइन। यूहन्नाको जीवनलाई हेर्नुहोस् न, उनीहरू कस्ता थिए र, वनमा त्यत्तिकै डुल्दै हिँड्ने मान्छे थिए, ख्रिस्टको थिए र, तर परमेश्वरले उहाँलाई ठुलो स्थान दिनुभयो।
त्यसैले हामीले परमेश्वरको कामका लागि सधैँ ठुलो साधनको आवश्यकता पर्दैन। तपाईँ र मेरो हृदय, तपाईँ र मेरो समर्पणता आवश्यक हुन्छ। उहाँले त्यही सानो कुराबाट उहाँले ठुलो काम गर्न सक्नुहुन्छ। आमेन। त्यसैले आज हामीले यूहन्नाको जन्म असम्भव परिस्थितिमा भएर पनि परमेश्वरको योजना सम्भव भयो। असम्भव जन्म असम्भव देखिए पनि परमेश्वरले आफ्नो योजना सम्भव बनाउनु भयो। प्रभुको बाटो तयार गर्न अन्तिममा म सारांशमा भन्नुपर्दा अनि यूहन्ना चाहिँ प्रभुको बाटो तयार गर्न जन्मिए। यूहन्नाले प्रचार गरे, यूहन्नाले पश्चाताप गर्न लगाए, यूहन्नाले हेर परमेश्वरका थुमा, हेर ख्रिस्ट जीवनदाता मुक्तिदाता भनेर चिनाए। यूहन्नाले नम्रतामा सिकाए, नम्र हुन सिकाए। उहाँ बढ्नुपर्छ, म घट्नुपर्छ भने येशू संसारमा आउनुभयो, येशूले उद्धार गर्नुभयो, येशूले सेवा गर्नुभयो, येशूले हराएकाहरूलाई खोज्नुभयो, हराएकाहरूलाई बचाउनु भयो र उहाँ त्यही कामको लागि आउनुभएको। येशू क्रुसमा मर्नुभयो, हाम्रो मूल्य चुकाउनु भयो। आमेन। अनि पुनरुत्थान हुनुभयो, मृत्युमाथि विजयको घोषणा गर्नुभयो। आमेन। यी सबै घटनाहरू अलग अलग घटना थिएनन्। यी सबै परमेश्वरको एउटै महान उद्देश्यमा बनाइएका योजनाका केही अंशहरू थिए। आमेन। यी सबै कुरा एक अचानक बनाइएका थिएनन्। परमेश्वरले आफ्नो महान योजना बनाएर यी कुराहरू एकपछि अर्को हुँदै हुँदै पुरा गर्नुभएको थियो। आमेन। त्यसैले पहिलो कुरा चाहिँ हामीले के मेरो हृदय येशूका लागि अब तयार छ त उनीहरू जस्तै भनेर सोध्नुपर्ने। यूहन्नाले मानिसहरूलाई पश्चाताप गर्न बोलाए। आज हामीले पनि आफ्नो हृदय जाँच्नुपर्छ। आफ्ना सबै पाप, घमण्ड, घृणा, क्षमा नगरेको भए क्षमा गर्ने, गलत सम्बन्ध भए सुधार्ने, परमेश्वरबाट टाढा बनाउने कुनै कुरा छ भने आज तपाईँ र मैले परमेश्वरका सामु सबै कुरा राखौँ र उहाँलाई सुनौँ। एउटा दोस्रो कुरा, के मेरो जीवनमा येशू बढ्दै हुनुहुन्छ? के म येशूमा बढ्दैछु कि घमण्डमा बढ्दैछ? है, उहाँ बढ्नुपर्छ म घट्नुपर्छ भन्ने छ कि कस्तो छ हृदयमा? यो वचनलाई पनि हाम्रो जीवनको आधार बनाउनुपर्छ। जीवनको आधार के हो? उहाँ बढ्नुपर्छ म घट्नुपर्छ। तेस्रो कुरा, के मेरो जीवन अरूलाई येशूतर्फ लैजाँदैछ? मेरो जीवनद्वारा मैले के अरूलाई डोराउँदैछु? मैले के अरूलाई सुसमाचार सुनाउँछु? मैले के अरूहरूलाई येशूमा उत्साह दिन्छु कि दिँदिनँ? भने यूहन्नाले आफूमा मानिसलाई रोक्नु भएन, आफैमा राख्नु भएन। मैले भने अघि के भने पठाए येशू कहाँ भने उहाँले येशूतर्फ देखाउनु भयो। उहाँलाई हेर भन्नुभयो। आज हामीले कसलाई भन्छौँ? मलाई हेर कि येशूलाई हेर? त्यसरी हाम्रो जीवनले पनि यही गर्नुपर्छ। अन्ततः हाम्रो प्रार्थना यस्तो हुनुपर्छ। आमेन। कि म घट्नुपर्छ, येशू मेरो जीवनमा बढ्नुपर्छ। आज यूहन्ना र ख्रिस्टको जीवनबाट हामीले यति धेरै कुराहरू सिक्न सक्छौँ र यी कुराहरूले तपाईँ र मलाई पनि येशूमा बलियो हुनलाई, येशूमा तयारी हुनलाई र येशूको सेवा गर्नलाई प्रेरणा दिन सक्छन् र यसबाट प्रेरणा मिल्न सक्छ। परमेश्वरले आशिष दिनु। धन्यवाद। जय मसीह।